Hi guys, यति रातिमा करेन्ट चाउचाउ कसले खान्छ? Of course मैले खान्छु। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग आफ्टर लङ टाइम पछि त्यसैमा पनि यो भिडियो रहेको छ हाम्रो पोखरा बस्दाको। साँच्चै कि यो करेन्ट भन्ने चिजले हामीलाई कुनै बेला एकदमै पागल बनाइरहेको हुन्छ, यति धेरै क्रेभिङ्सहरू भइरहेको हुन्छ हैन। त्यो बेलामा हामीले आफूलाई कहिले पनि कन्ट्रोल गर्न सक्दैनौँ, यति क्रेभिङ्स हुन्छ कि त्यो बेलामा हामीलाई कसैले पनि ठेक्न सक्दैन। सो द्याट हामीले रातको लगभग 10-11 बजेतिर हामीले करेन्ट चाउचाउ बनाएर खाँदै थियौँ। मैले चाहिँ हजुरहरूलाई के सजेस्ट गर्छु भने यसरी करेन्ट चाउचाउ चाहिँ नखानुस् नै भन्छु, किनभने यो हेल्थको लागि राम्रो होइन। सो अब महिनाको एकचोटिसम्म इट्स ओके खान सक्नुहुन्छ। हामीले पनि त्यही महिना अथवा 1 महिना 2 महिनाको बिचमा खाने गर्छौँ। यति भन्दै गर्दाखेरि फेरि मलाई करेन्ट कम्पनीका मान्छेहरूले त बाथो पल्टिन्छेस् भनेर फेरि मलाई धोबी नदिला नभन्न सकिँदैन गाइस। तर जे छ त्यो फ्याक्ट चाहिँ भन्नुपर्ने हुन्छ। हेल्थलाई राम्रो नहुने कुरालाई फेरि यो मुखले फेरि मिठो नमान्नु पर्ने नि। यति मिठो हुन्छ, यति मिठो हुन्छ। हामीले त्यो रातमा यति मिठो गरी खाएको थियौँ, देख्न सक्नुहुन्छ। मैले पुरा मस्तले चाउचाउमा त्यो मसला हालिरहेको छु अनि त्यसपछि मसला हाल्नु बित्तिकै मैले टेस्ट गर्छु कस्तो छ भनेर। यदि पागलै बनाउँछ यसको मिठासले, म हजुरलाई बयानै गर्न सक्दैन। हजुरहरूलाई पनि अनुभव छ होला, किनभने यो करेन्ट चाउचाउ सबैको घरमा बनिरहेको हुन्छ एभ्री डे अझ। सो हामी दुवैजनाले यति मिठो मानेर रातको 10-11 बजिसकेको थियो होला, त्यो बेला खाँदैछौँ। भिडियो एडिट गर्दाखेरि पनि मेरो मुख रसाइरहेको छ। अन्तिममा यति धेरै गाह्रो भएको थियो, त्यसको डबल भोलिपल्ट बिहान यति धेरै गाह्रो भएको थियो गाइस। Bye bye, see you next video.